चल्छ हजुर उही कालीकुटीको भाषा प्रयोग गरेर युज गर्नु स्वादै चित नगरेसँग कसरी हुन्छ सत्यता भएर कौनले गर्न काम भने त्यो हो हामी चिनीको नाममा मको नाममा चिनी त चढाइन्छ कति हुन्छ के हुन्छ भए जति कुरा सम्पूर्ण गर्छ अनि ध्वजाको नाममा के चढाइन्छ त होइन कहिले काहीँ ध्वजा नाममा कपडा टुक्रा काटेर नि चढाइन्छ कि ध्वजा सम्झेर त्यस्तो अलिकति धागो झिकेर यो कपडा कपास भयो नि हुन्छ ठुलो जग्गी गरेको हामीले जाऊ थिएन त दोकान थिएन पसल थिएन धेरै हामी पनि अलिकति जमाना खाएको मान्छे हो त होइन त्यसरी पनि त काम चलाउँदै आएर सृष्टि गर्दै आइयो हो त भनेपछि अलिक ठुल्ठुला कुरा गर्दाखेरि चित्त बुझ्दैन त्यो चित्तेर बुझ्यो किन किन गर्ने होइन र जेसुकै होस् गर जुन सरकार आएको छ बालिन्छ नयाँ सरकार छ नयाँ हिसाबले गर हामी पनि परिवर्तन हुन पर्छ हामी पनि परिवर्तन हुन त पर्यो त्यसमा भनेर छोड्नु समाधान त गर्नु होइन तिमीले यसो गर्ने तिमीले यसो त्यो भाउजू त्यसो गर्ने भन्दा तँ भाउजू त्यसो गर्छस् यो गर्छस् भन्ने अहिले भर्खरमा यहीँ भित्रै हुन्छ कि होइन भाउजू पनि दाइ लेख्दा हो नि यहाँ बसेछ नि जस्तो स्वादे कुकुर पनि यहाँ घर त बोल्नु छ क्या त्यसो भएर एउटा वरिष्ठले खामा गाड्नु भयो एउटा वरिष्ठ यहाँ हाँस्नु भयो है ए हाम्रो कर्म घर हाम्रो यो है साथी हो भत्किसकेछ यी पुरानो घर हामी त भाडामा दियौँ आज त यो घर त आज हामीले भाडा दिएको यो घर है जमाना घर हो हामीले भाडा दियौँ यो घर बनाउँदाखेरि म यहाँ केटो छ आज त हामीले भाडामा दियौँ नि यो घर त लौ माइलुवा यो ढुङ्गु पुऱ्याउने यता गर्ने घर बनाएको आज चाहिँ काम लाग्यो मन्दिर सरीको अब भत्कियो अब के गर्छ छाडेपछि अब बाउ बुढो भयो बाजे बुढो भयो मरे भने तिमीले के गर्नु त तिमीले यहाँ उभा राखेर भएन तिमीलाई सत्कार गर्न पर्यो भनेपछि यसको पनि अब सत्कार हुन्छ मैले यसलाई पनि समाधान गर्ने हो बा कसो गर्ने हो के गर्ने ए यहाँ फलफुलका बुटा यी ए हाम्रो घरमा यस्ता यस्ता सुन्तलाका बुटा ए घरमा ए जग्गा हालेर भ्यायो कतिवटा गोठ बनाउने विचार छ है एउटा हाम्रो दाइले भाषण गर्नु खायो हाम्रो ठुलो दाइले हाम्रो मन्दिर हेर यो मेरो ठाउँ हो कामीले बेच्ने दमाईले बेच्ने आफ्नो पुगेन र जे पनि गर्ने अन्त अहिले यो मेरै ठाउँ हो यो भनेर चाहिँ टाइम टाइम बसे ठाउँ मेरो भन्न भएन त्यहाँ सुन्तलाका बुटा ठुला ठुला छन् हाम्रो यस्तो राम्रो छ हेर्नु है हाम्रो ठाउँ हरा बरा यस्तो राम्रो आहा छोरो के छ हालखबर ठिक छ है आज कुलानी पूजा होइन अन्तिम होइन अब 3 वर्षको के अरे कुल पूजा होइन कतिको रमाइलो लाग्छ त रमाइलो लाग्छ कति कति हराभरा है हाम्रो गाउँ होइन मधेसमा भागिसके त नि